So this is California San Diego. Yeah, but now you're talking like now it's like something. उकालो अलिकति हिँडेको छु सास भ्यू यस्तो छ यहाँको कस्तो राम्रो वेदर सफा सुन्दर स्वच्छ मौसम छ म स्याफ्या गरिरहेको छु त अलिकति उकालो हिँडेको पनि तर यस्तो नाइस भ्यू छ Look at the place. होइन फेरि कस्तो अङ्ग्रेजी आएको मलाई अघिको छिना हुने मान्छेलाई यता हेर त समीम 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 तिमी कता कता जानु लागेको ल भन्देऊ ल जाऊ कता गए आनन्दहरू आऊ आऊ जाऊँ ए को बोलिरहेछ यहाँ कसले यस्तो ट्रेकिङ गराइरहेछ भने त हाम्रै मान्छे रहेछन् नि म त यो चाहिँ परोनाडो यो ठुलो बिल्डिङहरुदेखि यहाँको बिल्डिङ हैन योदेखि यतापट्टि सबै परोनाडो भन्छ कुन चाहिँ रे यो बिल्डिङहरु हैन उ त्यो ठुलो बिल्डिङहरुदेखि नि डाउनटाउन भयो ए यहाँको सान डिएगो डाउनटाउन यो चाहिँ परोनाडो हामी त्यहाँ गएको हो यो डाउनटाउनमा हो त्यो भिडियोमा मेरो बोली चाहिँ नराखे ए ल ल समीम हामी अस्ति बेलुका गएको त्यहाँ होइन आनन्द हैन उता हो र कि त्यसको पछाडि यो भन्दा पनि पल्लो पार्टीको पारी छ नि पानी त्यो भन्दा उतापट्टि गएको ए त्यो पल्लोपट्टि उतापट्टि किन यतापट्टि छ त्यो कोरोना अनि इम्पेरियल बिच हामी म बस्नु चाहिँ यो यहाँ हल्का घर देख्यो अनि यो घरहरुबाट अल द वे त्यो सानो च्यानल जस्तो देख्यो नि पारी च्यानलदेखि च्यानल हुँदै पल्ला छेउतिर पल्ला छेउतिर अनि तिमीलाई अस्ति मैले देखाएँ कि देखाएँ गेलड होटेल भन्नुहुन्थ्यो नानीले ऊ त्यो पारीको एउटा ठुलो घर यो गेलड यही हो पैसै हजारौँ भन्दा बढी छ होला पैसै म देखाउँछु यो आनन्द यो 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 हो ए ओके गेलड होटेल ठुलो होटल ए ग्रेपभाइन पनि छ गेलड टेक्सन भन्ने ए अनि ऊ पारिपट्टि त्यो क्राउडेड बस्ती देख्यो नि यतापट्टि यो त राइट अल द वे राइट मेक्सिको ए कहाँ मेक्सिको ऊ त्यो पारीको
होइन यहाँबाट भन्दा मैले क्यामेराबाट बढी देखाएको छु कि त्यो भएर भनेको अनि यी तैँले भने यही त होइन आनन्द सोचिरहेको थिएँ तिमीहरूलाई आनन्द यही होइन मेक्सिको यो हो आज उता हाइक पनि लाने सोचिरहेको थिएँ कुनै माउन्टेनहरू माथि होइन त्यो माउन्टेन जस्ट यहाँबाट देखि पल्लासेको माउन्टेन छ नि त्योभन्दा अझ पर छ त्यहाँ एउटा माउन्टेनमा गयो त्यहाँबाट देखि चाहिँ डाँडाहरू मजाले देखेको थियो त्यो बजार होइन तर डाँडामा त्यो राम्रो थियो आज भेट्न न आज त्यो चाहिँ हामी यसो बिहान छिटो उठेर जानुपर्ने रहेछ है 12-1 बजीसम्म बस्यौँ नि त आज युनिभर्सल स्टुडियो के अरे मैले उसलाई निकेशसँग पुऱ्याएर थिएँ अब हुन्छ आएको बेला जाने भए काम भन्दै थियो बिचरासँग त्यति उ त छैन अहिले पैसा के तर म भ्यालु चाहिँ थाहा छैन भन्नु नि द्याट्स ट्रु त्यो त्यो कुरा चाहिँ म पनि म मान्छु चाहिँ अर्को चाहिँ के डर छ भन्दाखेरि गयो 150 तिरेर 1 डेको लिएर टिकट लिएर लास्टमा अनि लाइन 2 घन्टाको एउटै राइडको लागि अन्त त्यस्तै बस्नु पऱ्यो भने डुब्यो मलाई त्यो डर छ हामी विकेन्डमा जान्न तर विक डेजमा जानु पर्यो न्यु इयर अगाडि क्याक्टस हामीले चाहिँ यो त हाम्रो त होइन आनन्द गाउँमा सिउँडी हामी तल झरौँ झर्ने हो जाउँ तर हाम्रो नानीहरू आउँछन् तिनीहरू त अहिले आउँछ भन्छ तिनीहरू त अगाडि पो छ नि त ए हो र आई थिङ्क त्यसो भए गइसक्यो होला नि जाने भने हो एकचोटि फोन गर्दा हामी झर्दै गरौँ न बाबु